विश्वकप फुटबल 2026 को पहिलो चरण समाप्त भएको छ। अहिलेसम्म 72 खेलहरू सम्पन्न भइसकेका छन् र अब उपाधिको लागि केवल 32 खेल खेल्न बाँकी छन्। यी विश्वकप दुईवटा छुट्टा छुट्टै प्रतियोगिता जस्तो देखिएको छ। पहिलो भाग समूह चरण सकिएको छ, जसका धेरै रेकर्डहरू बने। साना टोलीले ठूलालाई हराएर गोल्डेन बुटको प्रतिस्पर्धा झनै रोचक बन्यो। सुपर कम्प्युटरले गरेको अनुमानलाई गलत साबित गर्दै यो पटक नकआउटमा पुग्ने टोलीहरूले निकै सङ्घर्ष गर्नु पर्यो। तेस्रो स्थानमा रहेका 8 मध्ये 7 टोलीले 4 अङ्क ल्याएर मात्रै नकआउट चरणमा प्रवेश पाएका छन्। आइतबारदेखि सुरु हुने यो चरणमा चर्चित नामहरू, आशलाग्दा टोलीहरू र केही चमत्कारिक कथाहरूको सम्मिश्रण देखिनेछ। 19 जुलाईमा न्युयोर्कको न्यू जर्सी स्टेडियममा हुने फाइनलसम्मको यात्रामा अन्तिम 32 मा 16 वटा रोमाञ्चक भिडन्तहरू हुँदैछन्। ती खेलहरू किन हेर्नै पर्छ त? कारणहरू यस्ता छन्। दक्षिण अफ्रिका विरुद्ध क्यानाडा 29 जुन। दुवै देशको लागि यो नयाँ इतिहास हो। दुवै टोली पहिलो पटक नकआउटमा पुगेका छन्। 2. ब्राजिल विरुद्ध जापान 29 जुन। यो खेल स्टार खेलाडी र अनुशासित टोली बीचको भिडन्त हो। जापानले अघिल्लो वर्ष ब्राजिललाई हराएको थियो। जापानले अघिल्लो विश्वकपमा ब्राजिललाई हराएको थियो। त्यसैले ब्राजिल बदला लिने दाउमा हुनेछ। 3. नेदरल्यान्ड्स विरुद्ध मोरक्को 30 जुन। यी दुई बीचको खेल यो चरणको सबैभन्दा रोचक खेल हुन सक्नेछ। उपाधि दावेदार मानिएको नेदरल्यान्ड्स र अघिल्लो पटक सेमिफाइनल पुगेको मोरक्को आमने सामने हुँदैछन्। 4. आइभोरी कोस्ट विरुद्ध नर्वे 30 जुन। यो खेललाई रोक्नै नसकिने आक्रमण र तोड्नै नसकिने रक्षा पंक्ति बीचको भिडन्त मानिएको छ। विश्वका घातक स्ट्राइकर अर्लिङ हल्यान्डलाई रोक्न आइभोरी कोस्टको बलियो डिफेन्स तयार छ। 5. फ्रान्स विरुद्ध स्विडेन 1 जुलाई। आर्सेनलका दुई सहकर्मी विलियम सालिबा र भिक्टर गोरेकेरेस यहाँ एकअर्का विरुद्ध भिड्दैछन्। 6. इङ्ल्यान्ड विरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो 1 जुलाई। थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्डको लागि यो नकआउटको पहिलो खुड्किलो हुनेछ। 7. पोर्चुगल विरुद्ध क्रोएसिया 3 जुलाई। यो खेललाई द लास्ट भनिएको छ। 41 वर्षका क्रिस्टियानो रोनाल्डो वा 40 वर्षका लुका मेडिच मध्ये एकजनाको विश्वकप यात्रा यो खेलसँगै सधैँको लागि समाप्त हुन सक्नेछ। 8. अर्जेन्टिना विरुद्ध केप भर्डे 3 जुलाई। 6 गोल गरिसकेका लियोनल मेसी र 40 वर्षीय अनुभवी गोलकिपर वजिन्ना बीचको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ। सानो देश भए पनि केप भर्डेले यसपटक सबैलाई अचम्म पारेको छ। 72 खेलको उत्साहपछि अबको यात्रा अझ रोमाञ्चक हुने पक्का छ। केही ठूला टोली बाहिरिनेछन् भने केही नयाँ टोलीले इतिहास रच्नेछन्। न्यू जर्सीको फाइनलसम्मको यो दौड अब झनै तीव्र भएको छ।